नेपालीको नराम्रो बानीमा के पर्छ भने एकले अर्काको आरिस गर्ने पहिलो नम्बरमा पर्छ होइन। नेपालीले अरूले गरिखाएको देख्न सक्दैन। दोस्रो नम्बरमा के पर्छ भने नेपालीले अलिकति कमायो भने देखाउनै पर्छ, सो अफ नै गर्नुपर्छ। प्रसङ्ग त्यही तपाईँलाई थाहै छ, प्राइभेट जेट देखाएको। अनि नेपालीलाई को एउटा अर्को नराम्रो बानी के छ भने जब मान्छे अभर पर्छ, जब मान्छे अप्ठ्यारो पर्छ, अर्कालाई दोष लगाइदिने क्या। म त भुटानी हो, अर्को नेपाली हो, अर्को त नेपाली हो, म त भुटानी हो। नेपालीले अप्ठ्यारो पर्यो, होइन म त नेपाली होइन भुटानी हो भन्ने। अनि जब भुटानी नेपाली भाषीलाई पर्छ, होइन म त भुटानी होइन नेपाली हो भन्ने। अहिले यो भनेको चाहिँ कस्तो लाग्छ मलाई भन्दाखेरि यो भुटानीलाई परेको मात्रै समस्या होइन, यो इन्टायर इमिग्रेन्टलाई परेको समस्या हो। यिनीहरूले चाहिँ यो विभिन्न राजनीति गरिरहेको, प्रोपोगन्डा मचाएको र यो इमिग्रेसनहरूको समस्याहरूलाई उनीहरूको प्रगतिलाई पनि हरेक कुरालाई गिजोलेर चाहिँ नि यो एउटा चुनाव जित्ने एउटा फन्डा हो जस्तो लाग्छ।